आज म तपाईलाई जंगल घुमाउँछु। कहिले सोच्नु भएको छ जंगलको राजा सिंह हो भनेर सिंहलाई नै थाहा छैन। यदि सिंह जंगलको राजा हो भने मन्त्री चाहिँ को त खरायो। यो भनेको जंगली जनावर प्रतिको अन्याय होइन र उनीहरूले पनि त आफ्नो राजा चुन्नलाई भोट हाल्न पाउनु पर्यो र जंगली निर्वाचन आयोग स्थापना हुनु पर्यो। तपाईहरुको विचार के छ? यदि घरमा घिरौलाको तरकारी पाक्यो भने के गर्ने? सुन, पेट्रोलको भाउ 200 पुग्यो, कुखुराको मासु 400, खसीको मासु 1500 र केटीहरुको भाउले त आकाशै छोइसक्यो। देशमा बढिरहेको बेरोजगारीको कदर गर्दै र आर्थिक वर्ष 2083 को सम्मान गर्दै जे पाए पनि खाने निर्णयमा पुगेका छौं र देश विकासमा हाम्रो पुरै साथ र सहयोग रहेको जानकारी गराउन चाहन्छु। धन्यवाद। यदि यो वर्ल्ड कपको गीत विष्णु माझी दिदीले गाएको भए कस्तो हुन्थ्यो त? ए फेरि आयो फुटबलको तिहार, यो पाली त जित है पियारा, देख्न पाउँदैनौ अब देख्न पाउँदैनौ तिमलाई फुटबल खेलेको, अपोनेन्टलाई उखु पेलेको। भामोस पोर्चुगल। तपाईले सोच्नु भएको छ हात्तीको दिमाग 4-5 किलो सम्मको हुन्छ, तर हात्तीले sin स्क्वायर प्लस cos स्क्वायर थीटा इक्वल टु 1 हुन्छ भनेर जान्दैन। अनि सगरमाथाको उचाइ 8848 किलोमिटर छ भनेर पनि हात्तीलाई थाहा छैन। अनि 5 किलोको दिमागको के काम त? ध्यान दिएर सुन, अमेरिकाको एउटा मान्छे आँखा बन्द गरेर सुत्छ, तर उसले सुत्ने बेला मोबाइल चार्जमा राख्छ। अचम्मको कुरा के छ भने बिहान उठ्दा उसको मोबाइलमा 100% चार्ज हुन्छ। कुन जादु गर्दो रहेछ सालाले। यदि तपाईले समुद्र देख्नु भएको छैन भने म देखाउँछु। समुद्रमा तपाईको घरको पानी ट्याङ्की भन्दा पनि धेरै पानी छ। सोच्नुस् कि तपाईले एक्लै पिएर समुद्रको पानी सिद्ध्याउन सक्नुहुन्न, तर एउटा तरिका छ। सपना देख्दा समुद्रको पानी एक्लै पिउन सकिन्छ। यति बुझ्नुस् कि समुद्रमा धेरै पानी छ। त्यति पनि थाहा रहन्छ। छि। बाँदरको हातमा नरिवल भनेको के हो? नेपालको एउटा गाउँमा बाँदरलाई नरिवल दिएछन्, तर बाँदरले के गर्यो थाहा छ? फाल्दियो। अब जाउँ पोइन्टमा। बाँदरको हातमा नरिवल मतलब आफूसँग भएको चिजको भ्यालु थाहा नभएको। जस्तो कि आइफोन बोकेर हिँड्यो, जानेको भनेको हरियोले उठाउने, रातोले काट्ने। यदि तपाईको दाँत दुख्यो भने गाडी बनाउने ग्यारेजमा जाने होइन। हामीलाई लाग्छ कि ग्यारेजमा दाँतको पनि उपचार हुन्छ, तर ग्यारेजको मान्छेले गर्न सक्ने भनेको दाँतमा साइलेन्सर हाल्दिने मात्रै हो। जाद्रै नभए दाँतमा ब्रेक हालेर पठाउलान्। अब दाँतमा ब्रेक लागेपछि जिन्दगीमा पनि ब्रेक लाग्ने होला। यदि तपाईले कुकुर पाल्ने सोच्नु भएको छ भने नपाल्नुस्। तर किनभने कुकुर पाल्न भन्दा कमिलो पाल्न सस्तो पर्छ। सोच्नुस् त, कुकुरलाई एक दिनलाई पुग्ने खानाले कमिलालाई 8848 दिनलाई पुग्छ। मतलब तपाईको 4 लाख रुपैयाँ जोगिन्छ। अनि कुकुरलाई जस्तो छुट्टै घर पनि चाहिएन, मतलब डबल फाइदा। यो हो सर्पको राजा किङ कोब्रा। यो नेपालमा खासै पाइँदैन, तर यो भन्दा बढी विषालु सर्प अर्थात् आफन्तहरू नेपालमा जति पनि पाइन्छन्। आफन्तहरू सर्प भन्दा 10 गुणा बढी विषालु हुन्छन्। सर्पले टोक्छ मात्रै, तर आफन्तहरूले टोक्ने, चुस्ने, घोच्ने र प्याच्चा बोल्ने सबै गर्छन्। यदि मोबाइल चलाउँदा चार्ज सकियो तर चार्जर भेटिएन भने के गर्ने? नयाँ मोबाइल किन्ने हो? होइन, किनभने नयाँ मोबाइल किन्नु भन्दा नयाँ चार्जर किन्न सस्तो पर्छ। अनि हराएको चार्जर खोज्दा पनि भयो त, अमेरिका पुगेका छैन होला। 4 ल्याउने मान्छे होइनन्। यो राजा नभएको देशको राजा रानी हुन्। उनीहरूलाई नमस्कार गर्ने होइन, सिधै खुट्टा ढोग्ने हो। हामीहरू जमिनमा हिँड्छौं, उनीहरू आकाशमा हिँड्छन्। हामीले भगवानलाई पूजा गर्छौं अनि भगवानले उनीहरूलाई पूजा गर्नुहुन्छ। यदि तपाईको अगाडि बाघ आयो भने दुईवटा मात्रै अप्सन छ, कि त भाग्ने कि त बाघसँग लड्ने। तर म तेस्रो अप्सन युज गर्छु, ठिङ्गा मूर्ति जसरी उभिने। अब अगाडि बाघ देखेपछि हात खुट्टा चल्छ, तर बाघको सट्टा गैंडा आयो भने चाहिँ डराउनु पर्दैन, तर चितवनको गैंडासँग मात्रै। किनभने बाघले भन्दा छिटो त गैंडाले स्वर्ग पुर्याउँछ। हाम्रो पृथ्वी जस्तो देखिन्छ त्यस्तो छैन। पसलमा गएर भाँडा माझ्ने साबुन ल्यायो, भाँडा चाहिँ आफै माझ्नु पर्छ। अनि भाँडा माझ्ने साबुनको काम के त? भाँडा आफैले माझ्नु परेपछि। ओइ सुन न, तिमीले 4 ल्याउन कहाँ गएर पढेको? चन्द्रमामा कि मंगल ग्रहमा? अनि टिचर चाहिँ को थियो, भगवान कि एलियन? अनि तिमीले त किताब पुरै खाएको थियौ रे। झोल हालेर खायो कि ग्रेभी बनाएर? प्लिज भन्देऊ न।